नमस्कार मित्रहरू, म आज यहाँहरूलाई एउटा भगवानलाई मान्ने तर भगवानले भनेको चाहिँ नमान्ने भक्तको प्रेरक प्रसङ्ग सुनाउँछु। एकजना भक्त दिनौँ मन्दिर भगवानको दर्शन गर्न जाँदा रहेछन् र जहिले जाँदा पनि भगवान एउटै आकारमा, एउटै आकृतिमा, एउटै रूपमा चाहिँ उभिराखेको देखेपछि उनका मनमा भगवानप्रति दया पलाएछ र एक दिन गएर उनले भनेछन्, भगवान कति उभिरहनुहुन्छ, तपाईँका खुट्टा पनि गल्दा हुन्, यसो बाहिर फेर सहर घुम्न पनि मन लाग्दो, नयाँ नयाँ कुराहरू हेर्न पनि मन लाग्दो, आज एक दिन म तपाईँका ठाउँमा मूर्ति भएर उभिदिन्छु, तपाईँ दिनभरि घुमेर आउनुहोस् भनेर उसले भगवानलाई भनेछ। भगवानलाई पनि त्यो कुरा एकदमै मन परेछ। वास्तवमा हैरान भएको छ, उभिँदा उभिँदा सधैँभरि हल्लिन पनि पाइँदैन, तलमाथि हेर्न पनि पाइँदैन, संसार कति परिवर्तन भइसक्यो होला देख्न पनि पाएका छैन, बडा राम्रो कुरा गर्यो यसले भनेर अनि उनले भगवानले चाहिँ त्यहाँबाट उसलाई त्यहाँ राखेर आफ्ना ठाउँमा जस्ताको तस्तै आफू जस्तै बनाएर राखेर अनि त्यहाँबाट हिँड्ने विचार गरेछन्। र एउटा शर्त उसलाई राखिएको रहेछ उसँग। भगवानले राखेको शर्त के थियो भने, म फर्केर नआउन्जेलसम्म तिमीले नचटपटाउनु, नबोल्नु, कुनै प्रतिक्रिया नगर्नु, कसैले पनि म होइन यो अर्कै केही हो भन्ने थाहा नपाओस्, त्यसरी बस्न सक्छौ, बस्छौ भने मात्रै म जान्छु भनेर भगवानले भन्दा उसले पनि हुन्छ म त्यसरी नै बस्छु, मलाई के छ र चटपटाउनु, एक दिन दिनभरि उभिन सकिहाल्छु नि भनेछ। अनि भगवान उसलाई त्यहाँ छोडेर त्यहाँबाट अब घुम्न कहाँ जानु पर्थ्यो, सहरतिर भगवान लाग्नुभयो। अब यता मान्छेहरूको बिहान उज्यालो भएपछि त दर्शन गर्ने क्रम सुरु हुन्छ। एकजना गाउँका सेठ मान्छे भनौँ, सहरका एकजना धनी व्यक्ति त्यहाँ आएछन् र भगवानसँग साष्टाङ्ग दण्डवत गरेर तल जमिनमा ढोगेर अनि के मनमा नै के मागे उनले, र उनी त्यहाँबाट उठेर जान लाग्दाखेरि उनको गोजीबाट खल्तीबाट पर्स खसेछ, पैसा हालेको ब्याग खसेछ। अब उनलाई थाहा भएन, उनी त्यहाँबाट गए। एकछिन पछाडि ती सेठ गएर केही बेर पछाडि चाहिँ त्यो गाउँको एउटा गरिब मान्छे, अत्यन्तै गरिब मान्छे मन्दिरमा आएछ र भगवानलाई उसले प्रार्थना गरेछ, फेरि मेरा घरमा अन्न पनि छैन, छोराछोरी बिरामी भएका छन्, औषधि उपचार गर्ने पैसा पनि छैन, श्रीमतीलाई यसो आङ ढाक्ने लुगा किन्न पनि सकेको छैन, साह्रै बिजोग भयो मेरो, त्यसो हुँदा केही न केही कृपा हुनु पर्यो भगवान भनेर भगवानको आँखा चिम्लेर उसले चाहिँ प्रार्थना गरेछ। अनि त्यो प्रार्थना सकेर ऊ त्यहाँबाट यसो निस्किन लाग्दै गर्दा त्यो अघि खसेको पर्स भेटाएछ र त्यो पर्स बोकेर ऊ त्यहाँबाट हिँडेछ। एकछिन पछाडि अर्को एउटा मान्छे, त्यो चाहिँ नाविक भनौँ, नाउ चलाउने मान्छे, ढुङ्गा खेएर आफ्नो जीविका चलाउने मान्छे त्यहाँ आइपुगेछ र उसले भगवानलाई के भनेछ भने, म अलि लामो सामुद्रिक यात्रामा 15 दिनको सामुद्रिक यात्रामा जाँदैछु, समुद्रको दर्शन गर्ने मलाई रहर भयो, म 15 दिनसम्म समुद्रको यात्रामा रहँदा यता मेरो घरको पनि सुरक्षा होस्, मेरो परिवारको पनि सुरक्षा होस् र मेरो पनि त्यहाँ सुरक्षा होस्, जीव धनको कतै खोट क्षति नहोस्, यति म प्रार्थना गर्न आएको भनेर उसले प्रार्थना गर्यो। र ऊ त्यहाँबाट निस्किन लाग्दाखेरि बाहिरपट्टि ढोकामा त पुलिस उभिएका छन्। अनि अघिको त्यो पर्स खसाउने सेठ पनि त्यहाँ छ र त्यो सेठले चाहिँ आरोप लगाएछ कि म गएपछि यही मान्छे यहाँ आएको हुनुपर्छ, त्यसमा त मेरो पर्स यसले नै लगेको छ भनेर पुलिसलाई भनेपछि पुलिसले अब त्यो नाविकलाई हतकडी लगाउने तयारी गर्न थालेछन्। अब यता मूर्ति भएर उभिएको त्यो भक्तलाई, त्यो मान्छेलाई चाहिँ एकदमै असह्य भएछ। अब अन्याय हुँदैछ, किन उसले पर्स लगेकै होइन तर उसलाई आरोप लगाएर पुलिसले पक्रिँदैछन्। त्यसमा यो साह्रै ठुलो अन्याय त हुन दिनु हुँदैन, यो त मन्दिर हो, मन्दिरमा अन्याय हुनुहुँदैन भन्ने उसलाई लागेछ र अनि उसले हस्तक्षेप गरेछ र भनेछ, त्यो पर्स चाहिँ यिनले लगेका छैनन्, त्यो अर्को एउटा फलानु गरिब गाउँको ऊ आएको थियो ऊभन्दा अगाडि, त्यसले लिएर गएको छ, त्यसमा त तपाईँहरू पर्स खोज्न त्यहाँ जानुहोस्, यो मान्छेलाई छोडिदिनुहोस् भनेछ त्यसले। अब त्यो भक्तले त्यो कुरा बताइसकेपछि पुलिस अब त्यो व्यक्तिकातिर घरतिर गयो भनौँ न, त्यो गरिबकातिर, र उसलाई त्यहाँ गएर पुलिसले पक्रे, पर्स पनि फेला पारे र चोरीको आरोपमा उसलाई चाहिँ त्यहाँबाट अब चौकीतिर लिएर गए। त्यति हुँदा नहुँदा अब बेलुका भयो, भगवान पनि दिनभरि घुमेर अनि मन्दिरमा आइपुग्नुभयो र भगवानले त्यो भक्तलाई सोध्नुभयो, तिमीले मैले भनेको माने होला नि, केही बोलेन होला नि तिमी भनेर सोद्धाखेरि उसले भनेछ, अरू कुरा त केही पनि बोलिन, तर एकपल्ट चाहिँ यस्तो परिस्थिति बन्यो, एउटा निर्दोष व्यक्तिको सजायको भागी बन्ने भयो, त्यस कारणले त्यसलाई त्यस्तो हुन दिनु हुँदैन मन्दिरमा भन्ने मलाई लाग्यो र मैले त्यो कुरा खोलेँ भनेपछि अनि भगवानले भन्नुभएछ, तिमीले बर्बादै गरेछौ, सब
सबै त्यो मेरो योजना अनुसार थियो। त्यो धनी मान्छेको पर्समा थोरै पैसा थियो, त्यति पैसा खसेर उसलाई केही पनि घाटा हुँदैन थियो। उसँग कतिको कति अथाह सम्पत्ति भएको मान्छे हो, तर त्यो गरिबलाई चाहिँ त्यो पर्स भेट्दा त्यहाँभित्र जति पैसा थियो उसको त्यतिखेरको सबै सङ्कट, अन्न किन्ने, श्रीमतीलाई लुगा किनिदिने, छोराछोरीको औषधि उपचार गर्ने, त्यो सबै चिज उसलाई चाहिँ पुग्थ्यो। त्यसो हुँदा सेठका गोजीबाट त्यो पर्स त्यहाँ झराएर अनि त्यो गरिबलाई दिलाउने त्यो मेरो प्लान। र त्यो जुन यात्रामा जाँदै गरेको नाविक थियो, त्यो नाविक चाहिँ जुन समुद्रको यात्रामा जहाँसम्म ऊ जाँदै थियो त्यहाँ जाने क्रममा त्यही समयभित्रमा ठुलो समुद्री आँधी आउने र उसको जीवन समाप्त हुने त्यस्तो खड्गाष्ट परेको थियो। त्यसमा त उसलाई त्यसबाट जोगाउनलाई मैले पुलिसका हातबाट उसलाई पक्राउ गराएर केही दिन जेलमा भनौँ अथवा चौकीमा उसलाई राख्न लाउने र त्यो उसको जुन साइत हो त्यतिखेरको त्यसबाट उसले त्यो साइत चाहिँ कटाइदिने त्यो योजना मेरो थियो। अब तिमीले त्यो कुरा सबै कुरा खोलिदेऊ, त्यहाँ सत्य बताउने भएर सारा बर्बाद गर्यो भनेर भगवान्ले भन्नुभएछ। मित्रहरू, यो एउटा कथा हो। अब यसमा भनिएका सबै कुरा तथ्यपरक नहुन सक्छन्, तर यसबाट हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने यो सारा चिज संसार जसरी चलेको छ, जुन नियमले चलेको छ त्यो चाहिँ एउटा सिस्टमले चलेको छ। कुनै कुरा हामीले चाहँदैमा हुने र हामीले नचाहँदैमा नहुने भन्ने हुँदैन। जे हुने तय भएको छ त्यो चिज भएरै छाड्छ र जे चिज नहुने छ त्यो जतिसुकै हामीले बल गरे पनि त्यो हुँदैन। त्यसो हुँदा सबै कुरा आफ्नो नियन्त्रणमा लिन खोज्ने, आफैले गरेको छु भन्ने मान्छेको भ्रम चाहिँ यो वास्तवमा भ्रम मात्रै हो भन्ने सन्देश हामीलाई यो कथाबाट प्राप्त हुन्छ। यहाँहरूलाई यो प्रसङ्ग कस्तो लाग्यो? यदि मन पर्यो भने आफ्ना साथीहरूलाई पनि सेयर गर्नुहोला र हाम्रो युट्युब च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। यस्तै सुन्दर प्रसङ्ग लिएर फेरि यहाँहरू समक्ष आउने बाचा गर्दै अहिलेलाई भने म ओझेल पर्न चाहन्छु। हवस् त, नमस्कार।